हेलो साथीहरू, नमस्ते सम्पूर्णमा। म फेरि पनि ड्युटी क्षेत्र नम्बर 4 देखि उठिसकेको छु आज बिहान 10 बजेको समयमा। आज चाहिँ बाहिरको मौसम चाहिँ एकदमै रमाइलो रहेको छ, किनभने बाहिर चाहिँ एकदमै चम्किलो घाम लागिरहेको छ। म चाहिँ आज तपाईहरुलाई आफ्नो घर वरपरको वातावरण, रमाइला दृश्यहरू र घर वरपर, घर अगाडि देखिने डाँडाकाँडाहरू तपाईलाई देखाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला है त। म चाहिँ घरदेखि बाहिर निस्किन लागेको, घर बाहिरको सम्पूर्ण वातावरण, रमाइलो दृश्यहरू तपाईहरुलाई अपडेट गराउने छु है त। ल गाइस, यो चाहिँ मेरो घर भइहाल्यो। अब चाहिँ म तपाईहरुलाई यहाँको घर वरपरको वातावरण, रमाइला डाँडाकाँडा र रमाइलो दृश्यहरू देखाउन गइरहेको छु। साथीहरू, सर्वप्रथम चाहिँ म हजुरहरुलाई मेरो घर अगाडिको पहाडहरू देखाउन गइरहेको छु। यो चाहिँ एकदमै रमाइलो रमणीय ठाउँ रहेको छ, जुन पहाड चाहिँ समुद्र सतहदेखि करिब 3000 मिटर उचाइमा रहेको छ। जुन यो क्यामेरामा देखिरहेको छ यो पहाड, यहाँ चाहिँ यो चाहिँ एकदमै धार्मिक पर्यटकीय तीर्थस्थल रहेको छ। यहाँ चाहिँ विभिन्न समयमा यहाँ मेला लाग्ने गर्दछ, जस्तै शिवरात्रिमा अनि मङ्सिरको महिना यहाँ चाहिँ धार्मिक मेला लाग्ने गर्दछ। यहाँ विभिन्न किसिमका पर्यटकहरू विभिन्न ठाउँदेखि स्वदेश तथा विदेश लगायत धेरै ठाउँबाट यहाँ पर्यटकहरू आउने गर्दछन्, जुन धार्मिक आस्था राखेर आउने गर्दछन्। अनि यो चाहिँ एकदमै लेकाली भेग हो। यहाँ चाहिँ विभिन्न किसिमका बोट बिरुवाहरू, जडीबुटीहरू, जीव जन्तुहरू पाउने गर्दछन्। विभिन्न किसिमका फलफुलहरू चाहिँ हाम्रो घर अगाडिको हाम्रो खेतीयोग्य जमिन रहेको छ, जहाँ चाहिँ अहिले चाहिँ गहुँको सिजन हो। अहिले गहुँ चाहिँ हरियो भइसकेको छन्, गहुँ पनि हरियो भइसकेको छ। तोरीहरू पनि छन्, तोरी पनि अहिले फुलिसकेको, फुलेर फल लाग्ने अवस्थामा छ। अनि यो चाहिँ अलैँची भन्छ, यो चाहिँ एउटा जडीबुटी हो, औषधि पनि भन्छ। यो घरभन्दा अगाडि चाहिँ यो अलैँचीको बोट बिरुवाहरू हुन्। अनि यता चाहिँ विभिन्न बोट बिरुवाहरू। साथीहरू, यो चाहिँ नास्पतिको बोट हो, जुन चाहिँ अहिले हिउँदको समयमा चाहिँ यसको पात झर्ने गर्दछ र बर्खा टाइममा चाहिँ पालुवा पलाएर फल लाग्ने गर्दछ। अनि त्यसै गरी यो चाहिँ काफलको रुख, जुन पहाडमा चाहिँ एकदमै मिठो फलको रूपमा यसलाई लिन्छ। यो चाहिँ पहाडको लेकाली भेगहरूमा मात्रै पाउने गर्दछ। यो समुद्र सतहदेखि करिब 1500 देखि 1800 मिटरको उचाइमा चाहिँ यो प्राय जस्तो बढी मात्रामा पाउने गर्दछ। को मौसम चाहिँ एकदमै रमाइलो रहेको छ, जताततै घाम लागिरहेको अवस्था छ। हेर्न सक्नुहुन्छ, सुन्दर दृश्यहरू देखिरहेको छ, जताततै घामले टिलिक्क टल्किरहेको। हाम्रा बाख्राहरू हुन्, हामीले बिहान यसरी बाहिर घाममा बाँधेर यसरी घाँस लगाएर खुवाउने गर्दछौँ दैनिक बिहानको समयमा। यहाँ चाहिँ बाख्राका साना साना पाठाहरू रहेका छन्, अनि यतापट्टि पनि बाख्राहरू छन्। यो चाहिँ सबै हाम्रो बाख्राहरू हुन्। प्रत्येक दिन बिहान यसरी नै घाँस खुवाउने गर्दछौँ हामीहरू। यो चाहिँ हाम्रो करेसाबारी भइहाल्यो, जहाँ चाहिँ लसुन, मुलाहरू, तरकारीहरू, सागहरू, धनियाँहरू यसो लगाइएको छ। यो चाहिँ हाम्रो सानो फलफुल बारी, जहाँ चाहिँ मौसमी, सुन्तला, कागती, अमिलो लगायत केही फलफुलहरू यहाँ लगाइएको छ। यहाँ चुक चाहिँ एकदमै लटरम्म फलिरहेको अवस्था छ। अनि यो चाहिँ ओखरको रुख हो, यो चाहिँ अहिले फल्दैन, पछि बर्खा टाइममा फल्छ। यो मौसमी। यो चाहिँ सुन्तला भइहाल्यो। सुन्तला चाहिँ अहिले फलेर पनि लगभग खाएर सिद्धिसकेको अवस्था छ। अनि यहाँ अलैँचीको बोटहरू, त्यसै गरी कागतीको बोट बिरुवाहरू भइहाल्यो। कागती पनि अहिले चाहिँ सकिसकेको अवस्था छ। त्यहाँ चाहिँ त्यो उखुबारी, त्यसै गरी यो बाँझो जमिन देखिरहेको छ, जुन
यहाँ पनि हामीले विभिन्न किसिमका फलफुलहरू लगाइएको अवस्था छ। यहाँ चाहिँ स्याउ, अनार अनि आलबोख्रा, आरु, ओखर अनि सुन्तला जस्ता विभिन्न बोट बिरुवाहरू लगाइएको छ। यहाँ चाहिँ यो साना साना बोटहरू छन् जुन अहिले फल्ने अवस्थामा चाहिँ छैनन्, अहिले बढ्ने अवस्थामा छन्, भर्खरै हुर्किरहेका छन्। यो चाहिँ हाम्रो घर वरपरको जङ्गल जुन चाहिँ एकदमै रमणीय रहेको छ। यहाँ चाहिँ घाँस दाउरा काट्नलाई, गाई बाख्राहरू चराउनलाई एकदमै हामीलाई सहज वातावरणको जङ्गल। यो चाहिँ फर्सी हो। यो पनि एउटा फलको रूपमा पनि लिन सकिन्छ। यसलाई तरकारीको रूपमा पनि लिन सकिन्छ, किनकि यो त्यत्तिकै पनि पकाएर त्यत्तिकै पनि खान सकिन्छ भने पछि यसको तरकारी पनि खान सकिन्छ। हामीले यो देख्न सक्नुहुन्छ, यहाँ हामीले टिपेर राखेको अवस्था छ अहिले। यो चाहिँ केराको बोट। केरा चाहिँ लेकतिर खासै त्यति धेरै हुँदैन, तैपनि हामीले यसो लगाएका थियौँ। अलिअलि फल्ने गर्दछ, खासै त्यति राम्रो अलि गर्मी ठाउँको आउलको जस्तो त्यस्तो उत्पादन नदिए पनि हल्का रूपमा चाहिँ उत्पादन दिइरहेको हुन्छ। गाउँ पनि एकदमै हरियाली भइसकेको छ। यो चाहिँ म चाहिँ अहिले घरदेखि तल छु। यो घर अनि घरभन्दा माथितिरको वातावरण। आज वातावरण चाहिँ चारैतिर एकदमै रमाइलो रहेको छ। टिलिक्क घाम लागेको कारण अनि मौसम पनि एकदमै मौसम खुलेर बादल पनि कतै छैन। आज एकदमै सफा मौसम रहेको कारणले मौसमी एकदमै सफा देखिरहेको छ। धन्यवाद साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा। भिडियो कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिन नबिर्सिनु होला। यस्तै पहाडतिरका रमाइला दृश्यहरू, रमाइला भिडियोहरू हेर्नको लागि पेजलाई फेसबुकदेखि हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई अनिवार्य रूपमा फलो गर्न र युट्युबदेखि हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।